हेलो एभ्रिवान, वेलकम टु नलेज अफ। यो भिडियोमा मैले हजुरहरूलाई ट्रायल पास गरिसकेपछि लाइसेन्सको राजस्व कसरी तिर्न सकिन्छ भन्ने बारेमा मैले यो भिडियो बनाउन गइरहेको छु। त्यसको लागि हामी फर्स्टमा चाहिँ कुन प्रदेशबाट हामीले लाइसेन्स के अरे लाइसेन्सको ट्रायल दिएको छन् त्यो प्रदेशको अ, हामीले गुगल ब्राउजर अथवा कुनै ब्राउजरमा गएर हामीले सर्च गर्नुपर्ने हुन्छ। मैले अहिले चाहिँ लुम्बिनी प्रदेशबाट भएको भएर मैले लुम्बिनी प्रदेश इडिबिआलआरएस लुम्बिनी इन्टर गर्छु। यति गरिसकेपछि फर्स्टमै देख्न सक्नुहुन्छ लुम्बिनी प्रदेश सार्वजनिक सेवाहरू भनेर यसरी यहाँ युआरएल पनि देख्न सक्नुहुन्छ इडिबिएलआरएस लुम्बिनी डट जिओभी डट एनपी। यसलाई म क्लिक गरेँ। क्लिक गरिसकेपछि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सलाई क्लिक गर्छु। त्यसपछि हामीले यसरी ड्यासबोर्ड देख्न सक्छौँ। अब के गर्ने भन्दाखेरि हामीले अ, यो चाहिँ हामीले राजस्व तिर्ने हो, त्यसैले गर्दा म सजिलोको लागि म एप्लिकेसन ट्र्याकिङ भन्नेमा जान्छु। यसमा गएर अब मैले एप्लिकेन्ट आइडी जुन हाम्रो इन्ट्रान्स कार्डमा हुन्छ एप्लिकेन्ट आइडी भन्ने त्यसलाई इन्टर गर्छु। अब यति गरिसकेपछि एउटा कोड हाम्रो मोबाइलमा आउने गर्छ। मोबाइलमा ओटिपी कोड आइसकेको छ। अब हामीले यहाँ ड्यासबोर्डमा देख्न सक्छौँ सबै सम्पूर्ण डिटेलहरू पनि यहाँ हजुरहरूले कतिपटक ट्रायल दिनुभयो, कति पटकमा तपाईँले पास गर्नुभयो, सबै कुराको विवरण तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अब पेमेन्ट गर्नको लागि हामी लास्टमा आई हेभ रिभ्युड अल द रेकर्ड एबभ एन्ड कन्फर्म दे आर करेक्ट भन्नेमा टिक गर्नुपर्ने हुन्छ। टिक गरिसकेपछि प्रोसिड गर्ने। अब हामीले चाहिँ प्रोसिड फर ट्याक्स पेमेन्ट गर्नुपर्ने हुन्छ। यति यो भइसकेपछि हामीले जेनेरेट पेमेन्ट भौचर भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। हजुरले देख्न सक्नुहुन्छ यहाँनिर एउटा इपिबी नम्बर जेनेरेट भइसकेको छ र यहाँ एड क्याटेगोरी भएको भएर 1000 रुपियाँ मात्र देखाएको छ। अब मैले पे नाउ क्लिक गर्छु। पे नाउ क्लिक गरिसकेपछि हामीलाई तीनवटा अप्सन दिएको छ, कनेक्ट आइपिएस, ई सेवा र नेपाल पे। अब हामीले जुन कुनै मोबाइल ब्याङ्किङ मार्फत पनि हामीले अनलाइन पेमेन्ट गर्न सक्छौँ। यो क्युआरलाई स्क्यान गरिसकेपछि पेमेन्ट कम्प्लिट हुन्छ। हजुरले देख्न सक्नुहुन्छ पेमेन्ट कम्प्लिट भनेर ड्यासबोर्डमा लेखिसकेको छ। अब फेरि म एक स्टेप ब्याक गर्छु र अब एकचोटि मैले यसलाई रिलोड गर्छु। रिलोड गरिसकेपछि हजुरले देख्न सक्नुहुन्छ पेमेन्ट भइसकेको छ। यद्यपि यो पुरानो ट्रायल भएको कारणले गर्दा यहाँ एनआइडी नट भेरिफाइड लेखेको छ, तर अहिलेको केसमा यो यस्तो आउँदैन।
अब यसलाई डाउनलोड गरिसकेपछि हजुरले लाइसेन्सको भौचर यसरी डाउनलोड गरिसकेपछि हजुरले यसलाई प्रिन्ट गरेर हजुरले राख्दा हुन्छ। यसैले नै काम गर्छ स्मार्ट नआउँदासम्मको लागि। यति नै हो। ओके, थ्याङ्क यू।